Hello, Namaste. Welcome back. News channel Rahul Pasal Blog. You subscribe, you friend. Bell icon, bell space. आज रहेको छ मेरो ब्लग रहेको छ। आज धेरै जाडो हराउँदै गएको छ। आज घाम लागेको छ तर यहाँ धेरै साँझको 4 बजेको छ 2 बजेको छ अनि धेरै भएको छ। यहाँ रहेको छ फुल हेरौँ। हाम्रो फुल रहेको छ। यहाँ हेर्नु होला फुल यत्रो रहेको छ। फुल रहेको छ। फुल किन्न आउनेले सम्पर्क गर्नु होला। फुल रहेको छ। पुरै फुल रहेको छ। यहाँ पुरै फुल रहेको छ। यता हेर्नु होला फुल रहेको छ अनि यता फुल रहेको छ। यहाँ फुल रहेको छ। सबैले उ गर्नु होला। सबैले कमेन्ट गर्नु होला। चाहिने फुललाई किन्न सक्ने सबैले फुल 9866215222 मा फोन गर्नु होला। अनि जस्ट हामी मानिस हौं। जब मानिसलाई चेतना प्राणी भनिएको किन हो भने मानिसको लगनशील र टाठो स्वभाव अनि चेतना बुद्धिमानी भएकाले यसलाई नेपाल मानिसलाई चेतनशील भनिएको हो। तर मान्छेको जति बुद्धि अरू जनावरको हुँदैन। मान्छे पछि बुद्धि भएको जनावर हो बाँदरको दिमाग तेज हुन्छ। बाँदरबाटै हो मान्छे बाँदरबाट मान्छे बन्न सफल भएको छ। तर मानिसले सोचाइ बेग्लै हुन्छ। मानिसको सोचाइ डाडपन अनि घमण्ड ईर्ष्या डारले गर्दा मानिस आफ्नो क्रिटिकल थिङ्किङ गुमाएर जान्छ। मानिस शारीरिक सामाजिक सांस्कृतिक आर्थिक रूपले पुनः स्वस्थ हुन सक्दैन र अनि समाजमा बहिष्कार हुन्छ र त्यसको पागलपनले गर्दा समाजमा विकृति फैलिएको हुन्छ। हामीले विसङ्गति भएका मानिसहरूलाई हामीले सोचाइ बेग्लै गरी सजेसन दिनुपर्दछ। हामी बुद्धि भएको मानिसले आफू हल्का सम्मानले बोलेर बुद्धि दिन सकिन्छ र सम्झाएर मिठो शब्द बोलेर हामी त्यस्ता व्यक्तिलाई सम्झाउन सकिन्छ। हामीले मानेन भने हामीले पागलखानामा लगेर राख्नुपर्ने रहेको छ। यो कन्टेन्ट समाज मिलेर बस्नुपर्छ भन्ने भावना राख्नुपर्छ। समाजमा बसिसकेपछि एकअर्कामा सम्मान सानालाई माया ठुलालाई आदर गर्ने बानीको विकास गर्नुपर्छ। अनि मानवीय संशोधन भन्नाले मानवको जीवनमा चाहिने यन्त्रहरूलाई समान रूपले प्रयोग गरी फाइदा लिनु नै मानव संशोधन भनिन्छ। मानव संशोधनमा रहेको छ पहिलो पोइन्ट हो मानवले गरेको संसाधन प्रयोग गरेको संसाधनमा परेको छ। पहिलोमा हार्ट ट्र्याक्टर अनि
दोस्रोमा झाँतो अनि तेस्रोमा रहेको छ हामीले बेग्लै सोचाइ हुनुपर्दछ। बलक भन्नाले केही कन्टेनै नभएको बलक हुन सक्दैन। हामीले बलक बनाउँदा पुरै सोचेर बनाउनु पर्ने हुन्छ। हाम्रो जस्तो पोजिसन छ त्यस्तो प्रयोग गर्नुपर्ने छ। नेक्स्ट बलकमा भेटौँला। अब बाई बाई।